many Maggie stories. एक सुन्दर र समृद्ध उपत्यकामा मानिसहरू प्रकृतिसँग सन्तुलनमा बाँचिरहेका थिए, जहाँ हरेक चिज भगवानको आशीर्वाद जस्तै लाग्थ्यो। उही उपत्यकामा एउटा अद्भुत प्राणी बस्थ्यो, सुनको राँगो, जसको सुनौलो फर सूर्य झैँ चम्किन्थ्यो। गाउँलेहरूले सुनको राँगोलाई सम्मान गर्थे किनभने उसले गाउँमा समृद्धि ल्याउने विश्वास थियो, तर उसलाई कहिल्यै बाँध्न नहुने नियम थियो। तर एउटा युवक राघव, जसको हृदयमा लोभ पलाइसकेको थियो, सुनको राँगोलाई आफ्नो बनाउन चाहन्थ्यो। राघव जङ्गल, नदी र पहाड पार गर्दै सुनको राँगोलाई खोज्दै हिँड्यो। उसको आँखा केवल धनमा मात्रै थियो। अन्ततः शान्त घाँसे मैदानमा उसले सुनको राँगोलाई भेट्यो। आँखा जुत्दा समय थामिएको जस्तो लाग्यो। मलाई किन समात्न खोज्दैछौ? सुनको राँगोले सोध्यो। तिमीले खोजेको धन त तिमी भित्र नै लुकेको छ, सुनको राँगोले राघवलाई भन्छ। तर राघवले चेतावनी व्यवस्था गर्यो। जति नै प्रयास गरे पनि सुनको राँगो एक प्वाख पनि हावामा विलीन भयो। गाउँ फर्कदा राघवले उजाड जमिन, सुकेको नदी र भोकाएका जनता भेट्यो। त्यहाँ समृद्धि हराइसकेको थियो। त्यसपछि गाउँलेहरूले बुझे, साँचो समृद्धि लोभमा होइन, सम्मान र सन्तुलनमा हुन्छ। त्यसपछि सुनको राँगो त्यहाँ कहिल्यै फर्किएन र यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।